धन्यवाद। आज चाहिँ एनएलके में नागरिक लगानी कोष को बैंक कॉपी को संग आज को भिडियो रहेको छ जुन शिक्षक कर्मचारी को जुन नागरिक लगानी कोष यानी सीआईटी में जुन पैसा राख्ने गरिन्छ त्यो बैंक कॉपी कसरी लिने र कसरी अनलाइन गर्ने त्योसँग सम्बन्धित भिडियो रहेको छ। तपाई कुनै ब्राउजरमा गएर एनएलके चाहिँ टाइप गर्नु होला या सीआईटी टाइप गर्नु होला। त्यस्तो टाइप गर्दाखेरि तपाईको आफ्नो कार्यालय को पेज में खोजेर जान्छ। तपाईको कार्यालय में यस्तो रहन्छ। त्यसपछि तपाई नयाँ या न्यू सीट में गरेर तपाईले चाहिँ कुन बेला को बैंक कॉपी चाहियो तपाई त्यसको लागि यहाँनिर मैले आफ्नो कार्यालय को विभिन्न समय में पठाएको जुन चाहिँ बैंक ऑडिट पार्ट रहेको छ र यसमा मैले जुन चाहियो कति महीना को चाहियो कुन डेट को चाहियो त्यसमा गएर चाहिँ हामीले क्लिक गर्दाखेरि पनि चाहिँ त्यसको चाहिँ बारेमा हामी लिन सक्छौं। यसमा डबल क्लिक गर्दाखेरि तपाईको जुन कर्मचारी को कति महीना को चाहिँ तपाईले नागरिक लगानी कोष काट्नु भएको छ त्यसमा तपाई जान सक्नुहुन्छ र तर माथि लेखेको छ हो। अब यसमा गर्दाखेरि तपाईको प्रिन्ट भ्यू देखाउँछ। तपाई यो लिएर चाहिँ बैंक में जानुहुन्छ। अब मैले यहाँनिर कुनै विद्यालय को लिएको छु त्यसमा तपाईको स्पष्ट रूपमा दिएको छ बैंक कॉपी। अब बैंक कॉपी में तपाईको कार्यालय को नाम हुन्छ र तपाई कुन महीना को जुन गरेको छ सीएस नंबर त्यो सीएस नंबर दिएको छ र डेट तपाई त्यो कहिले अनलाइन गर्नुभयो र कति रकम गर्नुभयो र कुन कर्मचारी को त्यो साइलेंट हुन्छ त्यो सीएस कोड नंबर आउँछ। त्यो सीएस कोड नंबर को लागि तपाईको चाहिँ नाम यहाँ छ, अमाउन्ट छ, त्यसपछि अफिस कोड छ, त्यसपछि संस्था को नाम छ, त्यसपछि स्कीम नेम छ, टीचर इन्स्योरेन्स फन्ड राखिएको छ, त्यसपछि डेट 24 मै गरेको छ, त्यसपछि चाहिँ तपाईको यो कहिलेको 81 वैशाख देखिको रहेको छ र यो यतातिर तपाईको बैंक में कुन रुपैयाँ पठाउने हो चेकबाट गर्नुहुन्छ भने चेक यति बराबर को काटेर तपाई यो सँग स्टेट गरेर तपाई दिनु होला र विभिन्न कर्मचारी को विवरण तपाईको यसरी चाहिँ तपाईमा एड गरिएको हुन्छ र तपाईको यो बैंक कॉपी तपाई लिएर तपाई बैंक में जाँदाखेरि एन्ट्री गरिसकेपछि केही दिनमा सीआईटी अर्थात नागरिक लगानी कोष रे त्यो चाहिँ बैंक को स्टेटमेंट हेरेर प्रत्येक कर्मचारी को नागरिक लगानी कोष में पैसा जमा गर्ने व्यवस्था रहेको छ। त्यसकारणले यसै प्रकारले कॉपी बुझाउनु होला। नागरिक लगानी कोष को जुन पुरानो फर्म छ त्यो फर्म लिएर गयो भने तपाईलाई त्यो चिठी मार्फत फुलाक टिकट टाँसेर पठाउनु पर्छ। 2 महिना 4 महिना 6 महिना पछि त्यो पुग्छ र त्यहाँनेर एन्ट्री गरिन्छ। तर यो प्रक्रियाले गर्दाखेरि तपाई बैंक में एन्ट्री गरेपछि मलाई लाग्छ 1 हप्ता भित्र नै चाहिँ त्यो सीआईटी कार्यालयले तपाईको प्रत्येक टीचर को कर्मचारी को फाँटमा चाहिँ पठाउन सकिन्छ। पठाइएको पनि छ। तर नागरिक लगानी कोषको भाउचर भरेर बैंक में पठाउँदाखेरि तपाईको कार्यालयबाट विवरण र त्यसपछि यसको नागरिक लगानी कोषको चाहिँ पहिलो